धेरै पिछडिएको स्थानमा पर्छ यो विद्यालय र तैपनि हामीले धेरै सङ्घ संस्था व्यक्तिहरूसँग समन्वय गरेर यहाँ बाल विकास केन्द्रदेखि कक्षा 8 सम्मको दिवा खाजाको व्यवस्थापन, विद्यालय पोसाकको व्यवस्थापन, यो सिङ्गिङ बोल एन्ड गङ हाउस भन्ने चाहिँ एउटा संस्था रहेछ। यो संस्थाले चाहिँ हामीलाई चाहिँ आज यो कार्यक्रमको विशेष सहयोग उपलब्ध गराउनु भएको छ। यस्तै गोर्खाली तकमा नेपाली गोर्खाली तकमा नेपालले चाहिँ यो सङ्गीतको माध्यमबाट चाहिँ यो सन्देशमूलक कार्यक्रमहरू चाहिँ विद्यालयमा बस्ती बस्तीमा फैलाउँदै गएको छ। ईश्वर श्रेष्ठ सरलाई पनि म आशीर्वाद अनुरोध गरेँ। ईश्वर श्रेष्ठ यसै गरी सन्तोष तिमल सेनालाई पनि म आशीर्वादलाई अनुरोध गरेँ। सबैजनाले ताली बजाउनु छ। अब चाहिँ एकदम ताली बजाउनु रेगुलर बजाउनुहोस्। उताबाट नानु उताबाट अमृता मिस मसँग यहाँ भेट्न आउँछ। अमृता मिस अम्बिका मिस अमृता मिस बोल्नु के मलाई दिने हो नानीहरुलाई दिनु हो मलाई दिनु भयो हैन यता हो के मैले आफ्नो पत्र साथीलाई संस्थाहरूसँग समन्वय गरेर यो विद्यालयलाई पनि शैक्षिक सामग्री, झोला अनि खेलकुदका सामग्रीहरू वितरण गर्ने हिसाबले हाम्रो विद्यालयलाई शिव सर मार्फत जुन उहाँले हाम्रो विद्यालयलाई छनौट गर्नुभयो त्यसको लागि उहाँलाई मुरी धन्यवाद दिन चाहन्छु। त्यसै गरी उहाँहरूको प्रगति पनि होस्, उन्नति पनि होस्, उहाँहरूको व्यापार फैलाओस् र उहाँहरूले चाहिँ फेरि पनि चाहिँ हाम्रो विद्यालय त्यो संसारीले भनेपछि हाम्रो व्यापार अझै बढ्यो। अब चाहिँ त्यसको कारणले गर्दा यो संसारलाई फेरि पनि सहयोग गरौँ भन्ने मन चाहिँ जागोस् भन्ने चाहन्छु। त्यसैले हामीले गर्ने कुरा त केही छैन। उहाँलाई एकताल जोरदारले ताली बजाएर स्वागत गरौँ। किनभने हामीले भन्ने नै एक स्वागत हो र उहाँलाई जोरदार तालीको स्वागत गर्दै मैले उहाँलाई चाहिँ हाम्रो विद्यालयमा पाल्नुभयो, हाम्रो विद्यालयको गतिविधि सुनिदिनु भयो, हाम्रो विद्यालयलाई चाहिँ सहयोगको भावना राखेर उहाँदेखि यहाँसम्म आइदिनु भयो। त्यसको लागि धेरै 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 धन्यवाद। यो कार्यक्रम अगाडि बढाउनको निम्ति जुन शिव सरले जुन भूमिका खेल्नुभयो त्यसको लागि पनि शिव सरलाई धेरै 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 धन्यवाद व्यक्त गर्न चाहन्छु। सिङ्गिङ बोल एन्ड गोल्ड हाउसलाई पनि म धेरै 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 धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी रियो क्याफे एन्ड अपार्टमेन्टलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी नेपाली गोर्खाली तकमालाई पनि विशेष धन्यवाद दिन चाहन्छु। सबैलाई नमस्ते। सबैभन्दा पहिला यो मायाको लागि सबै भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। यहाँ दुईवटा विद्यालयहरू हुनुहुन्छ, महाकाल विद्यालय र यो संसारी विद्यालय। यो दुवै विद्यालयमा पूर्व भूमिका निर्वाह गरिदिनुहुने हाम्रो सर शिवप्रसाद आचार्य सरलाई हामी सबैको टिमको तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरी यस विद्यालय र महाकाल विद्यालय, महाकालका भाइ बहिनीहरू 1 घन्टा हिँडेर आएको हो भन्ने सुनेको थिएँ हो र 1 घन्टा हिँडेर हाम्रो मायालाई स्वीकार गरेर मायामा माया थपिदिनको लागि आउनुभएका सम्पूर्ण भाइ बहिनी, टिचर र अभिभावकहरूलाई धेरै धेरै धन्यवाद। र साथै हाम्रो यस विद्यालयमा हामीलाई खाजाको व्यवस्था, खानाको व्यवस्था गर्नुहुने सबैलाई धन्यवाद। र साथै सरहरूलाई पनि धेरै धेरै धन्यवाद, म्यामहरूलाई धेरै धेरै धन्यवाद। हामी आउँदैछ अरे है भनेर यतिको तामझाम गरिदिनु भएकोमा, यतिको चाहिँ वेलकमको लागि यतिको चाहिँ तामझाम गरिदिनु भएको सबैजना सरहरूलाई, म्यामहरूलाई धेरै धेरै धन्यवाद। साथै फ्रान्सबाट हाम्रो साथी फ्रान्सबाट
भाइ बहिनीहरूलाई हामी सहयोग गरेर जाँदैछौँ भन्ने थाहा पाएर फ्रान्सदेखि सहयोग पठाउने हुने एकजना साथी हुनुहुन्छ फ्रान्सको, उहाँको नाम एरिक हो। उहाँलाई पनि एकछिन ताली बजाइदिनुहोस्। साथी, मेरो साथी हुनुहुन्छ, तपाईँकै गाउँको मेरो साथी सन्तोष तिमल सिन्हा, यहीँ काभ्रे, यहीँको। तपाईँ बोल्नुपर्छ, तपाईँको गाउँमा आउँदा तपाईँ बोल्नुहोस् भनेको होइन, तपाईँ बोल्नुहोस् भन्नुभयो। उहाँले भन्नुभयो मेरो गाउँमा यस्तो छ, सहयोग गर्न जानु पऱ्यो भन्नुभयो। ल साँच्चै नै चाहिने हो, सहयोग चाहिने खालको हो ल जाउँ भनेर हामी आएको छौँ। उहाँलाई एकछिन ताली बजाइदिनुहोस् है त। ल अब हामीले के लिएर आएको छौँ त नानी बाबुहरूलाई है त, के लिएर आएको छौँ भन्दाखेरि चाहिँ सबैजना बच्चाहरूलाई, हामी यहाँ 2वटा स्कुल छ, दुवैजना स्कुलको भाइ बहिनीहरूलाई चाहिँ हरेक भाइ बहिनीलाई चाहिँ एकजना विद्यार्थी बराबर 1 दर्जन कापी, कक्षा 5सम्मको भाइ बहिनीहरूको लागि चाहिँ हामीले कलम बोकेर आएको छौँ, सिसा कलम बोकेर आएको छौँ, पेन्सिल बोकेर आएको छौँ भने 6 देखि माथि 1 दर्जन कापी र 1 पाकेट पेन बोकेर आएका छौँ। साथै एउटा झोला पनि बोकेर आएको छौँ है त। अनि हामीले चाहिँ महाकाल विद्यालयको लागि चाहिँ एउटा भलिबल र एउटा फुटबल र एउटा चाहिँ हावा हाल्ने पम्प बोकेर आएको छौँ भने यस विद्यालयको लागि चाहिँ 2वटा फुटबल र एउटा भलिबल र एउटा हावा हाल्ने पम्प बोकेर आएको छौँ। यो हामीले स्कुलमा छोडेर जान्छौँ भाइ बहिनीहरूको लागि। सबैलाई धेरै धेरै धन्यवाद, सबैजनालाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू। अभिभावकज्यूले यो सरसम्मान सक्नुहोस्। त्यसै गरी हामीलाई पूर्व यसै गरी महाकाल आधारभूत विद्यालयमा पनि रहेछ यो। त्यसै गरी हाम्रो क्याफे एन्ड अपार्टमेन्टमा पनि यो 135 प्लस विद्यार्थीहरूलाई यो शैक्षिक सामग्री ब्याग झोला तपाईँले जुन किसिमको चाहिँ यो सार्वजनिक वितरण दायित्व पनि तपाईँले निर्वाह गर्नुभएको छ, यसको निमित्त धेरै धेरै आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। अहिले अब यो कुरा चाहिँ बुवा आमा अनि सम्पूर्ण शिक्षक वर्गहरूमा पनि जीवनमा एकदमै चाहिने सिप भनेको चाहिँ एउटा रमाइलो गर्ने सिप पनि हो। जीवनमा कहिल्यै पछि परिँदैन यदि नाच्न गाउन रमाइलो गर्न नि जान्ने भने। आज छोरछोरीलाई आफ्नो विद्यार्थीहरूलाई देखाइदिनुहोस् नाच्ने पनि एउटा कला हो भनेर। आज खुलेर नाचिदिनुहोस्,
जीवनमा जुनसुकै डाँडा काँडा जुनसुकै देश विदेश जहाँ पुगे पनि साथीभाइ दोस्ती बनाउन गाह्रो नहोस्, एउटा रमाइलो गर्ने सिप पनि एउटा सिप हो है त। जोरदार ताली बजाउनुहोस्। ल गोलो बनाएर नाच्नुहोस् न गोलो। है त ताले। 1 2 3 4 सम्पिरी हो सम्पिरी उडेर जाती डाँडामा भन्दै सम्पिरी सम्पिरी उडेर जाती डाँडामा भन्दै सम्पिरी एक नाले बन्दुक दुई नाले बन्दुक मिर्गालाई सँगै एक नाले बन्दुक दुई नाले बन्दुक मिर्गालाई ढाकेको मिर्गालाई मैले ढाकेको होइन मायालाई ढाकेको सम्झी